सबैलाई सुनाउने मेरो भतिजी बुहारी सुनिताजी हुनुहुन्छ उठेर सबैले नमस्कार गरिदिनु होला। भन्ने सोचिरहेको थिएँ आज मौका दिनुभयो पिताको अलिकति धन्यवाद पिता हजुरले भनेको उता फर्क भयो मेरो बाबै भन्दा एकदमै टाउको दुख्थ्यो अनि नसाको समस्या अनि हात खुट्टाको पुरै विषयले औँलाएर एकदम पोल्ने दुख्ने गर्थ्यो। जब ईश्वरमा जुटेँ सबै ईश्वरमा पिताबाट हटाइदिनु भयो पिताबाट अलिकति धन्यवाद। यहाँ पहिलामा बेलुका सत्सङ्गमा जोड्थेँ अनि त्यहाँ जुटीदेखि नै मलाई अलिकति ठिक भइरहेको थियो। यहाँ जुटेको चाहिँ 2 शनिबार भयो अहिलेसम्म। अस्ति यहाँ गएर जाँदा पनि मलाई एकदम आँखामा समस्या आयो कि मैले परमेश्वर यो केही पनि होइन हजुरले त हटाइसक्नु भयो आजसम्म छुट्याएँ अनि ठिक भयो कि नमस्कार। सबैभन्दा जानुहुने आदरणीय म्याम हजुरप्रति उहाँको समस्त परिवारप्रति पनि ईश्वर पिताको जय जस्तै आशिष र उच्चारण व्यक्त गर्दछु भन्दै यही समय गोबाई प्लस वचनको समय छ। त गोबाई प्लस वचनको लागि यसै सालको आदरणीय